जैनपाल म निराकार रेग्मी पूर्व प्रहरी अधिकृत। आज मलाई एउटा सानो कुराको जिज्ञासा भइरहेको छ। के भने म चाहिँ काठमाडौँवासी हुँ र मैले बालेन शाहजीलाई काठमाडौँ महानगरपालिकाको मेयरको लागि भोट हालेको एउटा मतदाता हुँ र उहाँको म शुभचिन्तक पनि हुँ र उहाँको कार्यमा मैले बेला बेलामा सानतिनो दुई चार शब्द जाने नजाने कुरा मैले भन्दै आइरहेको हुँ। तर म अझ के भन्छु भने अहिले बालेनजीले राजनीतिमा लागिहाल्ने बेला नभएको भन्छु म, होइन। किनभने उहाँले चाहिँ काठमाडौँ महानगरपालिकाको जनताहरूलाई मन जितिएर भोट लिनु भएर उहाँले चाहिँ पद हासन गर्नुभयो र उहाँले गर्नुभएको कार्यमा हामी सन्तुष्टि पनि थियौँ काठमाडौँवासीहरू, होइन। अब यदाकदा नहुन सक्ला, आफ्नो ठाउँमा छ, तर 99% उहाँको काममा काठमाडौँवासीहरू धेरै नै हर्षित र खुसी हुनुहुन्छ जस्तो मलाई लाग्छ। र जसरी चाहिँ बालेन शाहलाई हामीले एउटा अवधिको लागि हामीले चाहिँ भोटिङ गरेका थियौँ, त्यो उहाँले भोटिङ चाहिँ पुरा गर्नु भएन। तर म चाहिँ के भन्थेँ भने यो मेरो व्यक्तिगत विचार पनि हो, अझै पनि उहाँले काठमाडौँ महानगरपालिकामा अझै अर्को चरण पनि चाहिँ काम गर्नु गरेर मिहिनेत गरेर अनि अझै पनि बढी जनताहरूको चाहिँ मन काठमाडौँवासीहरूको मन जित्नु पर्ने थियो भन्ने जस्तो मलाई लाग्छ। तर आज उहाँले मिथिलामा गएर, जनकपुरमा गएर जुन भाषण दिनुभयो त्यो चाहिँ एकदमै राम्रो छ, होइन। उहाँले राम्रो छ, उहाँले अहिलेसम्म भएको मधेस प्रदेश भनौँ न अहिले आएर, होइन, तर तराई बेल्टमा जुन किसिमको राजनीतिहरू भइरहेछ अहिलेसम्म गतिविधिलाई उहाँले उच्चारण गरेर म अब के गर्छु भनेर भन्नुभएको छ। र महत्त्वपूर्ण कुरा के छ भने काठमाडौँमा अधिकार माग्न आउने होइन, जनकपुरमा हामीले अधिकार सम्पूर्ण त्यहीँबाट चाहिँ लिनुपर्छ, प्रदेशबाटै भन्ने कुरा गर्नुभएको छ। त्यो नराम्रो चिज चाहिँ म भन्दिनँ, तर प्रदेश कति साह्रो महँगो छ भन्ने कुरो यहाँले पनि चाहिँ अनुभव गर्नु भएको कुरा हुनुपर्छ। र उहाँले खोलिदिनु भयो, राजसोपाले अहिलेसम्म नखोलेको भनौँ न, रविजीले पनि खोल्नु भएको छैन, कुन किताबमा हुनुहुन्छ, प्रदेशको खारेजको किताबमा हुनुहुन्छ अथवा राज संस्थाको किताबमा हुनुहुन्छ, यावत कुराहरू चाहिँ उहाँको चाहिँ नखुलेको हिसाबमा अहिले बालेनजीले भन्नुभयो खुलेआम हामी चाहिँ प्रदेशकै हिसाबमा छौँ र प्रदेश रहिरहनु पर्छ र प्रदेश स्ट्रङ बनाउनु पर्छ भन्ने जुन कुराहरू गर्नुभयो, अब त्यसलाई नकार्न पनि सकिने स्थिति त म देख्दिनँ। तर के भने उहाँको भनाइमा अब पशुपतिनाथ दर्शन गर्न जाने हो, स्वयम्भू दर्शन गर्न जाने हो, काठमाडौँ चाहिँ घुम्न जाने हो, तर काठमाडौँ अधिकार खोज्न जाने होइन। त्यसको लागि हाम्रो प्रदेश नै तगडा हुनुपर्छ। म त्यसको लागि चाहिँ अघि बढ्छु र त्यसको लागि लड्छु र तपाईँहरूले त्यसको लागि चाहिँ मलाई चाहिँ यदि प्रधानमन्त्री हुनको लागि घन्टीमा भोट हाल्नुभयो भने र म चाहिँ भोलि चाहिँ जितेर सक्षम भएर चाहिँ प्रधानमन्त्री हुने मेरो चाहिँ सबैबाट चाहिँ मत अथवा जुट भएर म प्रधानमन्त्री हुने अवसर भयो भने म चाहिँ यो कुरा गर्छु भनेर भन्नुभएको छ। त्यो चाहिँ राम्रो कुरा हो। तर के छ भने नि बालेनजी, मिथिला मात्र त नेपाल होइन नि, होइन, मिथिला मात्र नेपाल होइन नि, मिथिलाभन्दा अरू राज्यहरू पनि नेपाल छन्। अब राज्यको कुरा गर्दाखेरि, तर समग्र नेपालमा तपाईँ भोलि प्राइम मिनिस्टर हुनुहोस् भन्ने हाम्रो पनि कामना नभएको होइन। तर के छ भने व्यक्तिगत सोच, व्यक्तिवादी सोच चाहिँ गर्नु भएन। अहिलेदेखि तपाईँले म मधेसलाई चाहिँ गर्छु अरूलाई चाहिँ गर्दिनँ भन्ने जुन तपाईँको चाहिँ एउटा त्यो किसिमको चाहिँ भाषण आज चाहिँ स्पिच आयो, त्यो हिसाबले गर्दाखेरि के त अब
भोलि बालेनजीले चाहिँ झापा 5बाट जित्नुहुन्छ जस्तो मलाई लाग्छ होइन। जित्नुभयो भने अनि के त मिथिला मात्र गर्ने हो अथवा तराई बेल्ट मात्र गर्ने हो? त्यो होइन नि। समग्रमा भन्दाखेरि भन्नु पऱ्यो नेपाललाई चाहिँ यसरी गर्छु उसरी गर्छु। तपाईँले भन्नुभएको छ नेपाललाई नेपालै बनाउँछु, त्यो चाहिँ एकदम राम्रो कुरा हो, हामी त्यसलाई चाहिँ एप्रिसिएट गर्छौँ। तर के छ भने अहिले तपाईँले चाहिँ क्षणिक भोटको लागि अथवा क्षणिक चाहिँ एउटा चाहिँ आत्मीयताको लागि केही कुरा चाहिँ भन्नुभयो भने त्यो कुरोले चाहिँ भोलि चाहिँ फेरि मानिराख्न सक्छ। त्यसले गर्दाखेरि तपाईँलाई धेरै धेरै शुभकामना छ। हाम्रो देशको प्रधानमन्त्री बन्नुहोस् र मिथिला जस्तै करोडौँ मान्छे आउने चाहिँ करोडौँ चाहिँ पर्यटक आउने एउटा थलो बनाइदिनुहोस्। त्यस्तै नेपाललाई अन्य चाहिँ नेपालको अन्य भूभागमा र नेपाल देशमा करोडौँ आउने पर्यटन आउने र पर्यटन आएर चाहिँ यहाँको सौन्दर्यता हेर्ने चाहिँ अवसर मिलाइदिने, अवसर जुटाइदिने त्यो बन्दोबस्त तपाईँले मिलाइदिनु भयो भने हामी सबैलाई राम्रो हुन्छ। र फेरि पनि तपाईँलाई धेरै धेरै बधाई तथा शुभकामना भन्न चाहेँ। धन्यवाद, नमस्ते, बाई।